हेलो, आजको दिन चाहिँ म यहाँ मेरो फुलहरू पानी बेसी भएको कारण आज फुल सप्रेन अनि अब फुललाई चाहिँ आजको दिन छाना लगाउनु पर्यो भनेर यसो टाइम पास पनि हुने फुललाई छाना पनि हुने भनेर छाना लगाउनु लागि बाँस फुटाउँदैछु। अब बाँसमा यसरी ठोकेर बाँसमाथि भाटा बाँधेर प्लास्टिक लगाउनु पर्यो र 4-5 वटा यो पुरानोलाई निकाल्नु पर्यो। पुरानो लगाएको थियो त्यो मक्केर भत्किसकेको छ। अब यहाँ यसमा नयाँ लगाउनु पर्नेछ, नयाँ भाटा यसरी ठोक्नु पर्नेछ, यसरी ठोक्नु पर्नेछ। तासेर तिखो बनाउनु भन्दाले गर्दा प्रथम जाँदैन। तिखो बनाउनु पर्छ। तिखो बनाउँदाखेरि पहिचान त केही पनि जाउँदैन। यसरी लगाएर यो लामो भाटा जोडेर यसरी यहाँ बाँध्नेछु र बाँध्नुको लागि तार बेन्डिङ गेयर लगाउनु पर्यो। बेन्डिङ गेयर यसरी तारले यसलाई बाँध्छु, किनकि चोयाले बाँध्यो भने छिटो नपिन्छ। यो तारले अलिक समयसम्म थाम्छ। एक लाइन बाँधिसक्नु मात्रै। अब फेरि सेकेन्ड लाइनबाट बाँध्नु पर्यो। सेकेन्ड लाइन यो भाटा बाँधेर जो तार लैरहेको चाहिँ यसमै काम लाग्यो। यसरी बाँध्छु अनि यस लाइनमा बाँधेर सकेपछि यसरी कस्दै कस्दै बाँधेर बाँधिसकेको छु। अब यसमा प्लास्टिक यसलाई पनि राखिदिन्छु, किनकि यसले प्लास्टिकलाई तल झर्नबाट रोक्नेछ। अब यसलाई पनि बाँधिदिन्छु। फाइनली बाँधिसकेँ। अब यहाँ प्लास्टिक लगाउने छु। प्लास्टिक लामो प्लास्टिक पनि थियो, त्यो कता राखेको रहेछ। अब म यो बोरालाई काटेर
यसरी काटेर अर्कोलाई पनि काटेर अर्को पनि बोरा काट्छु। अर्को पनि बोरा काट्छु अनि यो दुईटा बोरा